गार्डन हामी गेटमा आइसकेको छौँ। मसित हाम्रो हरिदाई आउनुहुन्छ। हामी चाहिँ भित्र इन्ट्रान्स भित्र पसिसकेका छौँ मिरिकल गार्डन भित्र। हेर्न सक्नुहुन्छ हामी चाहिँ पानी बोतल पानी सानी खाइयो। अब म तपाईहरुलाई देखाउँछु यहाँको सुन्दर दृश्य। तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फाउन्टेन पनि रहेको छ। यो फाउन्टेन हेर्न सक्नुहुन्छ कति दामी छ है। माथि पनि आकाश पनि पुरा पानी परिरहेको छ। यहाँ पनि पानी परिरहेको छ। भिड यस्तो छ है। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले मिरिकल गार्डनमा कति धेरै मान्छेहरु हुनुहुन्छ। अनि मेरो पछाडी चाहिँ यहाँ ठुलो पेंगुइनको एउटा स्ट्याचु रहेको छ। यता पनि दुईटा रहेको छ। सेकेन्ड स्ट्याचु हियर। अनि अहिले चाहिँ यहाँ पानी पर्न लागिरहेको छ। हामी चाहिँ अब अरु ठाउँहरु पनि देखाउन गइरहेको छौं तपाईहरुलाई। गाइस तपाईहरुले हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ मैले एउटा पानी घट्टा देखिरहेको छु। अनि साइडमा चाहिँ डुङ्गा रहेको छ। डुङ्गाको माथिबाट चाहिँ पानी ओरा झरिरहेको छ। गाइज यहाँ चाहिँ प्यालेस छ एउटा है। सानो सानो प्यालेस। प्यालेसको साइडमा बेबी एलिफेन्ट। अनि यता चाहिँ मयूर। अर्को प्यालेस उता छ। एउटा प्यालेस यता छ। गाइज यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईहरुले छरा छ है। यहाँ चाहिँ एउटा पाउन्ड छ सानो सानो। उता पनि छरा छ। सबैतिर चारैतिर चाहिँ ग्रीनरी छ। अनि फुलहरुले सजाएको छ सबै चिजलाई। यो चाहिँ हेर्दाखेरि गुफा जस्तो रहेको छ। टेम्पल गुफा लाइक थाहा हैन है। यो चाहिँ एलिफेन्टबाट पानी निक्लेको छ। यता चाहिँ टिकटक बनाउनेहरु रहेका छन्।
सो हेर्न सक्नुहुन्छ। सो घुम्दा घुम्दा लास्टै थकाइ लाग्यो अनि हामी चाहिँ यहाँ रेस्टमा बसिरहेको छौँ। हेर्न सक्नुहुन्छ हाम्रो बाहिरको ब्याकग्राउन्ड चाहिँ यस्तो रहेको छ है, यस्तो कोठा जस्तोमा गुम्बा जस्तोमा बसेका छौँ हामी। यहाँ चाहिँ तपाईँहरूलाई एउटा अजिब चिज देखाउँछु। एउटा यहाँ भुइँमा ल्यान्ड भएको इमिरेट्स र माथि उडान भरेको एउटा इमिरेट्स। सो तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ इमिरेट्स फ्लाइट उहाँ छ है गाइज। तपाईँहरूले हेर्न सक्नुहुन्छ है यहाँ चाहिँ क्लक रहेको छ एउटा है। अहिले चाहिँ यहाँ चाहिँ 7 बजेको छ है। अनि यहाँ चाहिँ एउटा बिल्डिङ रहेको छ, भाइरल बिल्डिङ। अनि हाम्रो हरिदाई चाहिँ मास्तिर चढ्नु भएको छ, म पनि मास्तिर जाँदैछु। यहाँ चाहिँ सिडी रहेको छ। यहाँ चाहिँ एलिफेन्ट प्यालेस गार्डन गाइज हेर्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ यहाँ रुख काटेर है यहाँ यस्तो हिँड्ने ठाउँ बनाएको छन् है। यो चाहिँ काठैको हो, काठको ओरिजिनल रुख हो है, ओडार जस्तो बनाएको छन्। सो फाइनली हामी चाहिँ एक्जिट साइडतिर आउन लागेका छौँ। यहाँ चाहिँ ठुल्ठुलो घोडाको टाउको मूर्ति छ है, हेर्न सक्नुहुन्छ। यो एक्जिट साइडमा फेरि यस्तो छ है। त्यहाँ अब घुम्दा घुम्दा भोक लागेर अब खाना खान लागेको हेर्न सक्नुहुन्छ तपाईँहरूले। दाइले चाहिँ ठुस्न लागिसक्नु भयो अनि हामीले चाहिँ यो मगाएको छौँ। अनि तपाईँहरू फेरि यहाँ घुम्न आउँदै हुनुहुन्छ चाहिँ घरबाट टन्न खाना खाएर आउनु होला है। यहाँ चाहिँ महँगो छ। यो चाहिँ हामीलाई 55 दिरामको पर्यो। अब यति नखाइ त हुँदै भएन गाइज होइन। यता चाहिँ हेर्न सक्नुहुन्छ इमिरेट फ्लाइट छ। सो हामी चाहिँ यहाँ नास्ता गर्दैछौँ। सो गाइज हामी चाहिँ घुमेर मिरिकल गार्डन घुमेर चाहिँ आइसकेको छौँ। अनि आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला र अनि हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि म नेक्स्ट भ्लग लिएर आउने छु फेरि यस्तै भ्लगहरू। सो अहिलेको लागि यति नै। जय नेपाल।